कसरी जोगिए त्रिभुवन त्रिशुली माविका 1600 बढी विद्यार्थी। प्रधानाध्यापक राजेन्द्र दवाडीको सुझबुझ तथा तत्काल निर्णयका कारण त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका 1600 भन्दा बढी विद्यार्थीको ज्यान जोगिएको छ। भोटेकोसीमा बाढी आएको सूचना पाएपछि उनीहरूले करिब 15 मिनट भित्रै विद्यालयमा रहेका सबै विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पठाएका थिए। विद्यार्थीलाई बाहिर निकालेको केही बेरमै बाढी विद्यालय परिसरमा पसेर भवन तथा संरचना तहस नहस बनाएको थियो। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको त्रिशुली स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको छ। विद्यालयका भौतिक संरचना बाढीले तहस नहस बनाए पनि प्रधानाध्यापक र शिक्षकको समयमै अपनाइएको सतर्कताका कारण विद्यालयभित्र रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न सकिएको हो। दवाडीका अनुसार बाढी आउनु अघि नै विद्यालयले जोखिमको सूचना पाएको थियो। सूचना पाए लगत्तै उनले शिक्षक तथा कर्मचारीसँग समन्वय गरेर विद्यार्थीलाई विद्यालय परिसरबाट बाहिर निकाल्दै अग्लो तथा सुरक्षित स्थानतर्फ पठाउन थालेका थिए। बाढी आउनुभन्दा करिब 15 मिनट अघि नै हामीले जानकारी पायौं। त्यसपछि विद्यार्थीलाई तत्काल सुरक्षित ठाउँतिर पठायौं, दवाडीले भने। विद्यालय प्रशासनले विद्यार्थीलाई माथिल्लो डाँडातर्फ जान आग्रह गरेको थियो। विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ पठाउने क्रममा शिक्षक तथा कर्मचारी पनि उनीहरूको साथमा थिए। जोखिम बढ्दै गएपछि पनि प्रधानाध्यापक दवाडी र शिक्षक पण्डितले विद्यालयभित्र कोही विद्यार्थी बाँकी छन् कि छैनन् भनेर यकिन गरेका थिए। म र प्रदीप पण्डित सर सबैभन्दा अन्तिममा विद्यालयबाट निस्किएका हौं। हामी निस्किँदा विद्यालयभित्र विद्यार्थी थिएनन्, दवाडीले बताए। तर विद्यालयबाट बाहिरिएपछि विद्यार्थीहरू विभिन्न दिशातर्फ लागेकाले सबैको अवस्थाबारे तत्काल यकिन गर्न कठिन भएको उनले बताए। बाढीपछि त्रिशुली क्षेत्रमा विद्युत तथा सञ्चार सेवा अवरुद्ध हुँदा विद्यार्थी र अभिभावक बीच सम्पर्क स्थापित गर्न थप समस्या भएको छ। विद्यालयमा कक्षा 12 सम्म अध्ययन हुने गरेको छ। विद्यालयमा करिब 1643 विद्यार्थी अध्ययनरत छन्। विद्यालय प्रशासनले विद्यार्थीहरू विद्यालयसँगै बाढीमा बगेको भन्ने गलत सूचना फैलिएको भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरेको छ। दवाडीका अनुसार विद्यालयबाट विद्यार्थीलाई बाढी आउनु अघि नै बाहिर निकालिएको थियो। त्यसपछि उनीहरू सुरक्षित स्थानतर्फ लागेकाले सबैसँग तत्काल सम्पर्क हुन नसकेको अवस्था हो। केही अभिभावकले आफ्ना छोराछोरी सम्पर्कमा नआएको भन्दै विद्यालय प्रशासनलाई जानकारी गराएका छन्। अर्कोतर्फ केही विद्यार्थी सुरक्षित रूपमा घर पुगेको जानकारी समेत विद्यालयलाई प्राप्त भएको दवाडीले बताए। विद्यालय परिसर नजिकै सञ्चालनमा रहेको महिला छात्रावासमा करिब 30 जना छात्रा बस्दै आएका थिए। बाढीले छात्रावासतर्फ समेत क्षति पुर्याए पनि त्यहाँ रहेका सबै छात्रालाई समयमै सुरक्षित स्थानमा निकालिएको प्रधानाध्यापक दवाडीले जानकारी दिए। बाढीबाट विद्यालयको भवन तथा अन्य संरचना ठूलो रूपमा क्षतिग्रस्त भएका छन्। कक्षा कोठा, विद्यालय परिसर तथा अन्य भौतिक संरचनामा बाढीले गम्भीर क्षति पुर्याएको छ। तर विद्यालयका 3वटा बस भने सुरक्षित रहेको दवाडीले बताए। अहिले शिक्षक, कर्मचारी र विद्यार्थी सहित करिब 50 जना त्रिशुली बजार नजिकैको माथिल्लो क्षेत्रमा सुरक्षित रहेको बताइएको छ। उनीहरू रहेको क्षेत्रमा समेत विद्युत तथा सञ्चार सम्पर्क अवरुद्ध भएकाले बाहिरी संसारसँग सम्पर्क गर्न समस्या भइरहेको छ। भोटेकोसीको बाढीले त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय मात्र होइन, त्रिशुली बजार र आसपासका बस्ती तथा व्यापारिक क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। स्थानीयका अनुसार बजार क्षेत्रमा घर तथा पसलहरूमा पानी र लेदो पसेको छ भने कतिपय मानिस उद्धारको प्रतीक्षामा छन्। विद्यालयको भौतिक संरचना बाढीले ध्वस्त बनाएपछि अब विद्यालय सञ्चालन समेत ठूलो चुनौती बनेको छ। तर तत्कालका लागि विद्यालय प्रशासनको प्राथमिकता भने विद्यार्थीहरूको अवस्था यकिन गर्नु, अभिभावकसँग सम्पर्क स्थापित गर्नु र सबैलाई सुरक्षित स्थानमा पुर्याउनु बनेको छ। प्रधानाध्यापक दवाडी र शिक्षक पण्डितको तत्काल निर्णय तथा सक्रियताले विद्यालयको संरचना जोगाउन नसके पनि 1600 भन्दा बढी विद्यार्थीको जीवन जोगाउन निर्णायक भूमिका खेलेको छ।